Good morning, guys. Welcome to my random vlog. भर्खर उठेको उठ्ने बित्तिकै छ्याल ढोकाबाट यस्तो बाहिर हेरेको I saw something terrible. Can you guys see it? यो परेवाको खुट्टा छैन रहेछ अरे एउटा अब म ढोका खोलौँ भने त फेरि भाग्छ होइन अब माथि आइज माथि अनि देख्छ अरे माथि आइज माथि I want to see you and help you. I help त के गर्न सक्छ र होइन बट स्टिल मैले यहाँको कम्युनिटी पेजमा हाल्यो भने दे माइट हेल्प. Oh gone shit. The gun. आज उठ्ने बित्तिकै मैले के गरेँ भन्दाखेरि त्यसपछि मैले के गरेँ त्यसपछि मैले लिडियालाई कामको लागि जस्ट ट्राइङ टु हेल्प स्मल है सानो हेल्प मात्रै गरेको तर त्यस्तो ह्युज काम चाहिँ होइन नि फेरि सो उसले कागती पानी खान्छ टाइममा खानको लागि मैले सानो स्लाइस बनाएर यहाँ हालिदियो बोतल सफा गरेर अनि उसले काममा गएर मेबी तातो पानी हाल्छ तिमीले यहाँ के हाल्छ के फेरि लिडिया चाहिँ यस्तो सुग्घर सफा मान्छे हो कि हल्का दाग लागे पनि मन पर्दैन सो आई निड क्लिन लाइक इट्स न्यू मैले अर्को कुरा भन्नु बिर्सेछ हामी उठ्ने बित्तिकै फर्स्ट थिङ वाट वी डु इज वी ड्रिङ्क वार्म वाटर हामी वार्म वाटर खान्छौँ उठ्ने बित्तिकै ओके गाइस फेरि म अर्को कुरा सेयर गरिहाल्छु आई डोन्ट नो इफ इट्स नेसेसरी टु सेयर इच एन्ड एभ्रिथिङ वाट डु थिङ्क लिडिया मलाई कन्टेन्ट चाहिरहेछ कि किन म ओके मलाई कन्टेन्ट चाहिरहेछ म अब पढेको मिडिया टेक्नोलोजी फोटोग्राफी गऱ्यो के गऱ्यो अनि मैले पुरै छाडिदिएँ कि अहिले क्यामेरा लगेर युरोपमा लगेर छोडिरहेको छु क्या त्यही कारणले गर्दा हु नोज आई माइट कम ब्याक अस्ति मेरो वान अफ माई बेस्ट फ्रेन्ड फ्रम स्कुल उसले सोधेको थियो तिम्रो फोटोग्राफी के हुँदैछ भनेर मैले कस्तो दुःखको साथ भने मैले छाडिदिएँ भनेर नो कता छ सो आइ एम ट्राइङ टु क्याप्चर एभ्रिथिङ अनि युट्युबमा फेरि सुरु गर्छु भनेर सो हाम्रो फ्रिजमा चाहिँ टन्नै सामानहरू छ क्या लगभग धेरै नै अनि फ्रिजमा धेरै सामानहरूको मिक्स आयो नि त भनेर सो लिडिया सजेस्टेड मी टु कट अ पिस अफ लेमन एन्ड पुट इट समवेयर इन बिट्विन द फुड कहाँ राख्दै लिडिया यहाँ ओके यहाँनिर राख्दै के यति राख्ने ओके यसले चाहिँ फ्रिजमा भएको फुडहरू के स्मेलहरू अलिकति गर्छ रे आई डोन्ट नो मलाई थाहा छैन यस्तो कुरा चाहिँ ओके गाइस वाट डिड आई डु नेक्स्ट मैले लिडियाको लन्च प्याक गरिदियो लिडियाले हिजो पकाएर राखेको थियो मैले जस्ट फ्रिजमा एउटा झिकेर राखिदिएको मात्रै गाइस लिडियालाई पुऱ्याएर आएँ नाउ इट्स ब्रेकफास्ट टाइम 8:30 बजे बिहानको जस्ट ब्रेड and I have tea there. यसमा मिक्स गर्छु then I'll come back in a minute है म प्रिपेयर गर्छु आउँछु है त पज ओके गाइस मेरो ब्रेकफास्ट रेडी अलमोस्ट भइसकेको छ अब चिया खानु पर्यो यो मिन्ट टी one of my favorite tea from Tesco guys here's my breakfast ready तर अलिकति चिसो भयो किनकि मेरो लामो कल आएको थियो कि भर्खरै आज मेरो धेरै काम गर्नु छ मेरो काम टन्नै गर्नु छ है
सो आज म धेरै रेकर्ड गर्दिनँ होला आजको लागि भिडियो यति नै धेरै लामो भइसक्यो है मर्निङको डेको के अब नयाँ कन्टेन्ट त नआउला दिउँसो लिडिया त अब 10 घन्टापछि मात्रै आउँछ मेरो चाहिँ के काम गर्ने भनेर इट्स अल हियर अनि के गर्ने 1 नम्बर 2 नम्बर टक 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 काम गर्ने हो म के गरेँ सब कुरा क्याप्चर गर्न खोज्छु है तर काम गर्दै जाँदाखेरि के बिर्सिनु पनि रहेछ के सो मैले ब्रेकफास्ट गर्यो त्यसपछि म अब हल्का भाँडा माझेर पुछेर सब सेटल गरिसकेँ अब चाहिँ यो के अरे यो टोस्टरको भित्र ब्रेडहरू हुन्छ नि त होइन यसलाई हल्का तलाइदिनु पऱ्यो दिन बितेको त खासै थाहा हुँदैन यार अनि यस्तो हुन त धेरै दिन भएको छैन अनि म यस्तो सोध्छु कि केटी मान्छेहरूलाई त्यसै धरती माता आमा भने होइन रहेछ कि दे आर भेरी स्ट्रङ या सब यो ह्यान्डल गर्छ म एउटा केटा मान्छे यता गर उता गर के गर आफ्नो कामै गर्न भ्याउँदिनँ अनि रात परिसक्छ कि केटी मान्छेले हाउ दे ह्यान्डल अल अफ दिस के अब 10 जति बजिसक्यो खाएँ यहाँ गरेँ भिडियो बनाउनलाई भिडियो खिच्दा अलिक टाइम लाग्छ रहेछ अब उता बेड मिलाउनु छ अनि हल्का पुस्नु छ यताउता गरेर अनि त्यहाँ कपडा सुकिसक्यो कपडा पट्याएर राख्नु छ त्यो चाहिँ विल डु मेबी भोलि लिडियाको बिदा छ मेबी विल डु टुगेदर किन मैले लुगा पटाउन नि राम्रोसित आउँदैन क्या अनि त्यसपछि या अब म लुगा मिलाउँछु अनि बेडरुममा हल्का सफा गर्छु अनि देन म आफ्नो काम गर्नतिर लाग्छु ल मेरो आजको भिडियो यति भने फेरि नयाँ नयाँ कन्टेन्ट आए गर्छु सबै खिच्न मन लाग्छ देखाउन मन लाग्छ अनि देखाउनु इट डजन्ट मिन सो अफ है जस्ट मेरो भिडियो चाहिँ एजुकेसनल पर्पजको लागि हो सो द्याट मान्छेले मेरो भिडियो हेरेर केही सिकुन् केही गरून् उनीहरूको लाइफस्टाइल चेन्ज गरून् लाइफस्टाइल मात्रै चेन्ज होइन नेपालीहरूको लाइफस्टाइल बहुत चेन्ज भइसकेको छ बट एउटा कुरा चेन्ज भएको छैन मोस्ट इम्पोर्टेन्ट त्यो भनेको सोचाइ अनि मेरो भिडियो जस्ट एजुकेसनल पर्पज ओन्ली एन्ड देन यो भिडियो मार्फत म पनि सिक्न चाहन्छु अगाडि बढ्न चाहन्छु म आफैले नोटिस गरिरहेको छु कि ममा कति कमजोरी रहेछ बोल्नमा भन्ने कुराहरूमा होइन अनि म पनि अगाडि बढ्छु तपाईँ पनि अगाडि बढ्नुहोस् है त ल अहिले चाहिँ राखिदिन्छु